शुक्रबार सहकारी ठगी सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले रासोपा सभापति रवि लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि प्रहरीले सोही राति काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान एटी एयरलाइन्सको विमानमा भैरवा लगेको छ। शनिबार र आइतबार सार्वजनिक विदा परेकाले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिने भएको छ। सोमबार अदालत खुलेपछि लामिछानेलाई पेश गरिने र त्यसपछि मात्रै उनलाई कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ भएर पूर्व पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङलाई पनि भैरवा जिल्ला कारागारको ब्लक नम्बर 1 मा राखिएको छ। साथै छविलाल जोशीलाई भने ब्लक नम्बर 2 मा राखिएको छ। केही स्रोतका अनुसार सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको जानकारी आएको छ। ब्लक 1 र 2 मा एकै प्रकारको सुविधा भए तापनि ब्लक नम्बर 2 तुलनात्मक रूपमा केही फराकिलो रहेको छ। गर्मीको समयमा अलि बढी हावा चल्ने र भित्रको स्पेस पनि केही खुल्ला भएकाले रवि र छविलाई एकै ब्लकमा राख्ने सम्भावना उच्च देखिएको छ।